सम्पूर्ण भक्तजनहरूमा हार्दिक नमन गर्दै आजको श्री स्वस्तानी व्रत कथा सुरु गर्दैछु। हेरेर सुनेर साथ दिनुहोला। हाम्रो यस युट्युब च्यानलबाट तपाईँ स्वस्तानी व्रत कथा सुन्दै अनि हेर्दै हुनुहुन्छ। सुरु गर्नुभन्दा अगाडि सानो एउटा अनुरोध गर्न चाहे। हाम्रो यस युट्युब च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला र सँगै आउने बेललाई अल नोटिफिकेसनमा क्लिक गरेर साथी बन्नुहोला, ताकि भोलि आउने नयाँ भिडियो सबैभन्दा पहिला तपाईँले हेर्न अनि सुन्न पाउनुहुन्छ। ढिला नगरिकन आजको श्री स्वस्तानी परमेश्वरी व्रत कथा सुरु गर्दैछु। हेरेर सुनेर साथ दिनुहोला। 10औंला जोडी श्री स्वस्तानी परमेश्वरी मातालाई सम्झिनुहोला। पुष्पाञ्जली। श्री गणेशाय नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुद्र सन्तु दिव्ये सत्पदे सागा पद्मो गायन्ति या सामग्या ध्यानावस्थि गतेन मनुष्या ये शान्ति यं योगिनो ये शान्त न बिन्दु सुरासुरगण देवाय तस्मै नमः। श्रीमन्चन्द चञ्ची चोलालम्बु शुक्लाबला मल्लिका मालालङ्कृत कुण्डला प्रविसम्पुतावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षे मालाकरा वाग्देवी वन्दना भुजे बसन्तु मे त्रैलोक्ये माता चिरम्। मुख करोति वाचलघु पंगु लगते गिरिमा यत् कृपातमः वन्दे परमाधमं। नमो नमो भगवते तस्मै व्यवयमिते तेसे येष्या पदाचिमि नारायण कथामिमां। नारायण नारायण नरकीर्ते नरचैत्ये नरोत्तमम्। देवी देवी सरस्वती व्यास तत्रो जय मुरियेत साष्टांग नमन कितो स्वस्तानी परमेश्वरीं। कथा सुधोपमा देवाय तुष्योभीष्ट फल लभेत। श्री स्वस्तानी परमेश्वरी नमः। जय जय श्री स्वस्तानी परमेश्वरी माता भन्दै आजको श्री स्वस्तानी परमेश्वरी माताको व्रत कथा प्रारम्भ गर्दैछु। श्री स्वस्तानी परमेश्वरी माताले सबैको मनोकांक्षा पूरा गर्नुभएको होस् भन्दै आजलाई श्री स्वस्तानी परमेश्वरी व्रत कथा 9औं अध्याय लिएर उपस्थित भइसकेको छु। हेरेर सुनेर साथ दिनुहोला। श्री गणेशाय नमः। अर्थ 9औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ उपरान्त इन्द्रादि 33 कोटी देवताले श्री महादेवजीले सत्यदेवी यी पीठमा हाली पृथ्वी भ्रमण गरी हिँडेको देखि वैकुण्ठमा गई विष्णुसित बिन्ती गरे, हे पर ब्राह्मण, यो ब्रह्माण्ड संसार तिमीले रचना गर्यौ। महादेवले रक्षा गर्दछन्, तिमी दुईले रक्षा नगरे कसले रक्षा गर्ला। यस बखतमा महादेव दक्ष प्रजापतिको यज्ञबाट सतीदेवीलाई पीठमा लिई पृथ्वीमा भ्रमण गर्दैछन्। जहाँसम्म सतीदेवीको शरीर रहला त्यहाँसम्म महादेवले त्यसै गर्नेछन्। यस अर्थले तपाईँले झिङ्गा उत्पत्ति गरी अंश अर्थात् किरा पारी सतीदेवीको शरीरमा गलाइ पतन गराइदिनुहोस्। यति इन्द्रादि देवताले भनेको वचन सुनि विष्णुले भने, हे इन्द्रादि देवता हो, तिमीहरूले भलो भन्यौ। मेरा मायाले माखा उत्पत्ति गरी अंश पारी सतीदेवीको शरीर गलाइ पतन गराउला। सन्देह नगर, अब अमरावती जाऊ। यति अमरावती जाऊ यति विष्णुले आज्ञा गरेको सुनि इन्द्रादि देवताले हवस् भने। इन्द्रादि देवताले हवस् भने विष्णुलाई साष्टाङ्ग प्रणाम गरी अमरावती गए। त्यहाँ उपरान्त विष्णुले इन्द्रादि देवताका वचनले आफ्ना मायाले माखा उत्पत्ति गरी अंश पारिदिए।
सतीदेवीको अङ्ग खण्ड खण्ड गरी पतन भयो। जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ चतुर्भुज ब्राह्मणले एक स्वयम्भू लिङ्ग उत्पत्ति गराए। पहिले नेपाल खण्डमा गृह पतन भयो। नेपाल पृष्ठ गिरेश्वरी देवी चन्द्रघण्टा योगिनी सिद्धेश्वर महादेव उत्पन्न भयो र शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा इन्द्रादि देवता आई तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्य त्रेता द्वापर कलियुगमा 33 कोटी देवता भनी प्रख्यात भए भनी वरदान दिइन्। फेरि काम रूपमा गई छाती पतन भयो। त्यहाँ कामहरू भीट कामाक्षी देवी कर्ती योगिनी चक्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा यक्षगण आए तपस्या गरे। ईश्वरी प्रसन्न भई स्वर्ग मध्य र पातल तिनै लोकमा यक्षगण भनी प्रख्यात भए भनी वरदान दिइन्। फेरि ब्राह्मण शिरमा गई शिर पतन भयो। ब्रह्मा वशिष्ठ पीठ विशाल लक्ष्मी देवी सङ्कटा योगिनी विजेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा गन्धर्व आई बाध्य गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वाक्य सिद्धि होस् भनी वरदान दिइन्। फेरि भैरवबन्धमा गए दाहिने कान पतन भयो। त्यहाँ पौरबन्ध पीठ अम्बिका देवी चन्द्र बेगा योगिनी धनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भने वरदान दिइन्। फेरि काश्मीरमा गई जिब्रो पतन भयो। त्यहाँ काश्मीर पीठ शारदा देवी घोरट्टाघण्डा योगिनी श्रम धानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा किन्नरगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई मनोकांक्षा सिद्ध होस् भनी वरदान दिइन्। फेरि कन्नौजमा गई अङ्गको छाला पतन भयो। त्यहाँ कान्य गुजीपीठ झङ्केश्वरी योगिनी दुधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस मुच्छ भूमिमा रावण आई तपस्या गर्यो। ईश्वरी प्रसन्न भई देवलोक जित्न सकेस् भनी वरदान दिइन्। फेरि पूर्णगिरीमा गई बायाँ कान पतन भयो। त्यहाँ पूर्णगिरी पीठ कपाल कुण्डला योगिनी चन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस हर्षभूमिमा गन्धर्व आई नाचगान गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई इन्द्रका मुख्यञ्जेल कहिल्यै नचुके भनी वरदान दिइन्। फेरि चामुण्डा चलामा गई नङ पतन भयो। त्यहाँ चामुण्डा चल पीठ कवि देवी कालिका योगिनी इच्छा विकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे। ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्ध होस् भनी वरदान दिइन्। फेरि अकस्तकमा गई दाहिने हात पतन भयो। अस्तकमा पीठ कर्केश्वरी देवी 81 योगिनी निन्दापतिश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा राधिका गण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई सदा सर्वदा कृष्ण दाहिना हुन् भनी वरदान दिइन्। फेरि एकावरमा गई बायाँ हात पतन भयो। त्यहाँ एकावर पीठ सिद्धेश्वरी देवी सिद्ध योगिनी दगीश्वर उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस रत्नभूमिमा कर्णवीर प्रविधि ईशान आई तपस्या गरे। ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिइन्। फेरि त्रिशोतमा गई मलद्वार पतन भयो। त्यहाँ त्रिकोत्र पीठ महाकालेश्वरी देवी विकट दन्त योगिनी त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा यमराज आई नाना प्रकारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई ब्रह्मको सृष्टि र संहार गर्न सके भनी वरदान दिइन्। फेरि कामरोधमा गए घाँटी पतन भयो। त्यहाँ कामरोष्ट पीठ कामिनी देवी कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे।
त्यस पुण्यभूमिमा पृथ्वी माता आई नाना प्रकारले पूजा गरी तपस्या गरिन्। ईश्वरी प्रसन्न भई सृष्टि स्थान भएस भनी वरदान दिन। फेरि कैलाश पर्वतमा गई दक्षिण पाउ पतन भयो। त्यहाँ कैलाश पीठ पार्वती देवी अम्बिका योगिनी भीमेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा चतुर्मुख ब्राह्मण आई नाना यज्ञ गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन्। ब्रह्माले स्वर्ग मध्य र पातल तीनै लोकमा सृष्टिकर्ता हुन पाऊ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन्। फेरि भृङ्ग गुमा गए उपल्ला दाँत पतन भयो। त्यहाँ भृङ्गपीठ मिताक्षा देवी ब्रह्मदाह योगिनी सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा धर्म दन्त राजा आए। योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भई तँलाई कसैले जित्न नसकुन् भनी वरदान दिन। फेरि केदारमा गई बायाँ हात पतन भयो। त्यहाँ केदारपीठ केदारेश्वरी देवी मुण्डा योगिनी कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा एकादश रुद्र आई योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन्। एकादश रुद्रले हामी सबैको बराबर तेज होस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन्। फेरि चन्द्रपुरमा गई दक्षिण नेत्र पतन भयो। त्यहाँ चन्द्रपीठ सिद्ध किला देवी सिद्ध योगिनी प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा 10 दिक्पाल आई तपस्या गरे। ईश्वरी प्रसन्न भए तिमीहरूको आफ्नो आफ्नो दिक स्थिति रहोस् भनी वरदान दिन। फेरि श्रीपीठमा गई तालु पतन भयो। त्यहाँ श्रीपीठ भद्रा योगिनी कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अष्टवसु आई षोडशचारले पूजा गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन्। अष्टवसुले इच्छा सिद्धि होस् भनी यस्तो वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि एकाबीरमा गई नाभि पतन भयो। त्यहाँ एकाबीर पीठ एकाबीरा देवी गोरक्षा योगिनी हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा नागहरू आई रत्नहरू चढाई पूजा गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनी नागहरूले सप्त पातलको अघि पतित्व पाऊ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि जालन्धरमा गई तल्लो ओठ पतन भयो। त्यहाँ जालन्धर पीठ जालपा देवी ज्वालामुखी योगिनी पिचासेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा कामधेनु गाईले नित्य दूध चढाई तपस्या गरिन्। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् र कामधेनुले मेरो दूध मल र मूत्र पवित्र होस् भनी मागिन्। ईश्वरीले तथास्तु भनी वरदान दिन्। फेरि मल्लवीरमा गई बायाँ पैतला पतन भयो। त्यहाँ मल्लवी पीठ महाकाली देवी करला योगिनी भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पवित्र भूमिमा द्वादशीत्यो आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन्। द्वादशातीले 12 महिनाको अघि पति हौ भनी मागे र ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि कुशलतामा गई केश पतन भयो। त्यहाँ कुशलता तकपीठ श्मशान काली देवी भूत घण्टा योगिनी जिगेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा आदिश्य यदि 27 नक्षत्र आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् र नक्षत्रहरूले ज्योतिष शास्त्र हाम्रा अधीनमा रहोस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि देवीकोटमा गई देब्रे खुँडो पतन भयो। त्यहाँ भद्राक्षी देवी ललिता योगिनी मातेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा मेष आदि ब्राह्मण राशि आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् र राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिन। फेरि गोकर्णमा गई बायाँ कान पतन भयो। त्यहाँ गोकर्णपीठ भैरवी देवी
एक जङ्गा योगिनी जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा भिक्षुभादि योगले महाकष्ट सर्पसँग तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। योगहरूले ज्योतिषशास्त्र हाम्रो अधीनमा रहोस् भनी वरदान मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि मातुलेश्वरमा गए दाहिने स्थान पतन भयो। त्यहाँ मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधराधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस रत्नभूमिमा काश्य प्रविधि ऋषिहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। ऋषिहरूले चारै वेद हाम्रा अधिकारमा रहोन् भनी मागे र ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि अष्टहासमा गई तल्ला दाँत पतन भए। त्यहाँ अष्टहास पीठ ब्रह्मादेवी शङ्खखारी योगिनी सप्तभूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा बागमती प्रविधि गङ्गा आई जल चढाई भक्ति गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। बागमती प्रविधि गङ्गाले मूर्तिको अधिकार होस् भनी वरदान मागिन् र ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि विश्वमा गई बायाँ स्थान पतन भयो। त्यहाँ विश्वपीठ भुवनेश्वरी देवी भुवना योगिनी कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा कृष्ण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन्। कृष्णले 3 लोकका स्त्रीहरू मदेखि मोह हुन् भनी मागे र ईश्वरीले तथास्तु भनी वरदान दिइन्। इति स्कन्धे पुराणे केदारखण्डे माधमाष्टक कुमारस्ते सम्वादे श्री स्वस्थानी परमेश्वरी व्रतकथा पृष्ठ नम्बर 9 अध्याय। आजलाई 9 अध्याय यति नै। श्री स्वस्थानी परमेश्वरी व्रतकथा सुनेर साथ दिनुभयो सबैलाई पुष्ट धन्यवाद भन्दै आजलाई कथाको अन्त्यमा पुष्पाञ्जली सबै श्रोताहरूले हातमा पुष्पाञ्जली फुल अक्षता लिएर नमस्कार गरी मेरो मनोकांक्षा पूर्ण होस् भनेर प्रार्थना गर्नुहोला। पुष्पाञ्जली। ओम उपयन्तु मङ्गलम सफल जगलाय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निपेचन श्रीकृष्ण काले वर्षन्तु प्रजन्य पृथ्वी सन्यासालिनी दोषाच्छे छोपरितो ब्राह्मण सन्तु निर्भया अपुत्र पुत्रिण सन्तु पुत्रिण सन्तु पौष्टिन निर्धना साधना सन्तु जीवन्तु शारदां सतं दैवं गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यथा चुतोदरा कथा प्रसङ्ग या कुन्दे दूतु सारहर धारा धवला या शुभ वृत्तान्त या विरण्डमण्ड दण्डी मनकरा या श्वेत पसान या ब्रह्मा चत्रु शङ्कर प्रविविधे सदा वन्तिता सामा पातु सरस्वती भगवती निशेष जगाया कायन पाचा मनसा जीवाय बुद्ध्या तनावा निसुते प्रकृति स्वभात करोमि यदल्प सकल परमे नारायणेति समर्पित तत्र अनयचे सावेश्य तुच्छ यथा कथामिमं समर्पयामि तसतो श्री परमेश्वरी माता की जय होस्। जय होस्। श्री स्वस्थानी परमेश्वरी माताले सबैको कल्याण गर्नुभएको होस् भन्दै भोलि अर्को अध्यायमा भेट्ने भाषा गर्दै छुटिन चाहन्छु। हस्त नमस्कार।